हेलो साथीहरु, यो चाहिँ ग्रीन लेक जाने बाटो हो। हामी चाहिँ बिहानै 5 बजे चामेबाट उठेर सबै रेडी भएर लगभग ब्रेकफास्टहरु सबै गरेर हामी चाहिँ चामेबाट 8 बजेतिर हिँडेका थियौं। हामी 8 बजेबाट हिँडेर लगभग यो मेन हाइवेमा चाहिँ पुग्दाखेरि 10 बजेको थियो होला हैन। अनि त्यसपछि यहाँबाट चाहिँ पारी जानुपर्ने रहेछ, खोला पारी रहेछ। लगभग मेन हाइवेबाट 15 मिनेट जति लाग्ने रहेछ। अनि हामी हिँड्दै हिँड्दै गयौं। यो ठाउँ चाहिँ एकदमै राम्रो रहेछ, साच्चै भन्ने हो भने पिसफुल थियो, एकदमै ग्रेट ठाउँ थियो। हजुरले नि देख्नुभयो होला दृश्यमा। अनि हामी यहाँ गयौं, एकछिन रेस्ट गयौं, अनि घुम्ने काम भयो अलिअलि। यताउता मान्छेहरु नि टन्नै आएछन् है। अनि फोटोसोटोहरु नि खिच्ने काम भयो। अनि त्यसपछि हामी चाहिँ फर्क्यौं। अनि बिस्तारै बिस्तारै फर्केर हामी चाहिँ ग्रीन लेक र ब्लू लेक